ल यो चाहिँ रावेसी गाउँपालिका वडा नम्बर 1 दमको गोइरीको यो काठमाडौँ आउँदैछ है लिची। पुरै हाम्रो यहाँ सम्झिजी भाइ न भाइ यसरी गरिरहनु छ। लिची चाहिँ यस्तो छ। उहाँ चाहिँ मालिक हो। लिची चाहिँ यो चाहिँ अहिले टिप्दै गरेको लिची चाहिँ अहिले बाजेको पलामा बाउको पलामा रोपेको भनौँ न। अहिले टिप्दै गरेको चाहिँ 100 वर्षको। अब यसको फल्ती हुँदाखेरि हुन्छ अब 70-80 हजारको सम्म हुन्थ्यो। बिरुवा छ होला 30-35 बोट 70 अब अहिले सानो बिरुवाको धेरै आश गर्नु हुँदैन। यो लिचीको बारेमा चाहिँ कस्तो छ, पहिलो रोपेको नेपालीले अनि चामे बाउले पहिले चाहिँ पारी भिरघरबाट ल्याएको, त्यहाँबाट सार्दै माग्दै एकबाट माग्दै अहिले अनि रोप मेरोमा पनि कलम काट्दा म दिन्छु भनेर म यो भनेको छु। आफूले म रोप्ने, छोराछोरीले सन्त भावी सन्तले खाएर जान्छ। यति नै रहेछ। म मऱ्यो भने पनि केही काम आएन, मैले गुमाएँ होला। कोहीसँग साथीभाइसँग जाँदा सिकायो त्यो त्यही उडायो। अनि यो भविष्य नातिहरूले खाएन भन्दै म गरिरहेको। हजुर कुमिनले भिरघरबाट सारेको अदुत मागेर एउटा ल्याएन। अनि त्यहाँबाट सार्दै फेरि हाम्रो जेठुले यहाँ कुमारले ल्याउनु भयो। कुमार अहिले हुनु हुँदैन, म माने हिजो अस्तिको जाने दिनमा भगवान्ले बस भन्दैन रहेछ। बुढा मर्नु खोजिन्छ। अब म त 4 साल हो, म के जानु र, कति वर्ष पुगेछ। कुबिन्डे दमको को चाहिँ डाँडा टोल हाम्रो प्रेमबहादुर पुर्खा, मेरो चाहिँ काका उहाँ हामी झरेकोले खुसी साथ यो चाहिँ लिची भाँच्दै हुनुहुन्छ। कति साल भयो काका यो फल दिनु थालेको यो बिरुवाले? 4 वर्ष भयो हजुर। ए ठेकिसक्यो तपाईँको लिची, लगिसक्यो होइन त एक्लो? हो, अब रल बाँकी मात्रै बाँकी रह्यो। बाँकी आएर ठेक्दारहरूले यो बिक्री भइसकेको लिचीहरू। तर आउनुहोस् तपाईँहरू पनि खानको लागि। बोटैमा आइसकेपछि 300 को लिची किन्यो भने 600 को लिची खाइन्छ। त्यो चाहिँ ढुक्क हुन्छ। आउनुहोस् है खानको लागि। तर यो लिची चाहिँ मैले आफ्नो होइन, यो चाहिँ गाउँको हो। तपाईँहरू खान आउनुहुन्छ कि भनेर देखाइदिएको हो। तर मलाई चाहिँ कुरा नगर्नुहोस्। यो चाहिँ साथीभाइहरूको यसरी फल्या छ। यसपालि निकै राम्रो छ। बोटमा चाहिँ रुपियाँ गोटा 1 रुपियाँको 1 दाना रुपियाँ गोटा छ। हाम्रो गाउँघरमा चाहिँ बजारमा आइपुग्दा चाहिँ कसरी छ त्यो चाहिँ थाहा छैन। मालिक चाहिँ फेरि यता है मेरो होइन। एकदम विद्यालयको विद्यार्थी नानीहरूलाई यसो खाजा दिवा खाजा होस् ल। मैले यसो हाम्रो भीमजी ल हेर्नुहोस् त, यो हाम्रो भीमजीको घरमा त्यस्तो चिज लिएर चाहिँ आउँदैन। हजुर अर्ग्यानिक चिज अर्ग्यानिक चिज।